अहिले छिसा न्याना तना दिगुदु नेवा एफएम 106.6 मेगाहर्ज अनलाइन पनि न्याना संगु जिमिसा ज्याजो अले तुगु ज्याजोले साथ दिएनिति जि अनिता छिकिङगु न्यानिस वया तनगुदु थाका प्राविधिक रूप जित जाकुटी पाखे पासा तराना ग्वालेना तना दिगुदु पे गुखासा समाज वो दे बाला के यनिति मिजपी जगमक मिसपिना न्याने वे फेमा तैको तापु जना नकाओ या तनगु ज्याजो हे जी मिसा ज्याजो खा एठुगु ज्याजोले ट्वाटवाले ठासे अले देश विदेश से चुना थके दुगु कला सी पुछेला थिथि गिति त जयना वया तना दिपि जिमिसा तके पिन्त मसिका वया तना दिला अले ठासे ज्या चंगु घटना त कया समसामयिक विषय त न कया न छिसा ज्याजो न्याका हे वया तना दिला तति ज्याजो न्याकीगु छोले जिमिसा तके पिन्त मसिकेगु छोले थौजी छना किपु नगरपालिका वडा नम्बर 9 या पांगा डोबाटोले वयाचनको खडा त थौया छिपा मेजुदी सुमित्रा कण्ठ महर्जनजु हजुर वेक किपु नगरपालिका वडा नम्बर 1 गछे तना दिएको ख वेक थमा कीर्तिपुर जेसिसिया उपाध्यक्ष न ज्यादी ज्या थौया ज्याजोले वेक eta छिसा लस्कु स्या पाके पनि थौ छि वेक मेजुना प खस पास हे खलागुजी हजुर सुमित्राजी हजुरलाई स्वागत छ जिमिसा कार्यक्रममा धन्यवाद अनिताजी र यहाँ एफएम 106.6 मा धन्यवाद हजुर सर्वप्रथम त अब हजुरको परिवारको विषयमा अलिकति बुझाउन परिवारमा को हुनुहुन्छ मेरो जन्म चाहिँ मेरो यही काठमाडौँ सुतेटारमा भएको हो कलङ्कीमा मेरो जन्मथलो त्यहाँ भए पनि मेरो कर्मथलो चाहिँ यही कीर्तिपुरमा मेरा कयमान महर्जनज्यूसँग चाहिँ विवाहित भए हामी एउटा फ्यामिलीमा छौँ मेरा हजुरबा सासू ससुरा मेरो नानी नन्दसँग बसिरहेको छु अहिले चाहिँ परिवार भनेपछि हजुर चाहिँ पन्थ परिवारबाट यता महर्जन परिवारमा आउनुभयो हजुर हजुर अब हाल अहिले हजुर चाहिँ के गर्दै हुनुहुन्छ हाल म चाहिँ एउटा व्यवसाय पनि सञ्चालन गरेको छु र म जेसीआईमा पनि सदस्यता लिएको छु हजुर अब हजुर चाहिँ यो कीर्तिपुर जेसिसको चाहिँ एउटा उपाध्यक्ष पनि हुनुहुँदो रहेछ होइन वास्तवमा यो कीर्तिपुर जेसिस चाहिँ स्थापना चाहिँ कसरी भयो यो कीर्तिपुर जेसिस भनेपछि हामी फेरि इन्टरनेसनल अन्तर्राष्ट्रियमै जानुपर्छ 1915 मा चाहिँ नि हेनरी ग्याभिजले चाहिँ नि यो जेसीआई क्लब स्थापना गर्नुभएको हो जेसीआईको फुल फर्म चाहिँ जुनियर च्याम्बर इन्टरनेसनल हो यो चाहिँ अमेरिकाबाट सुरु भएको हो अहिले लगभग विभिन्न देशहरूमा चाहिँ स्थापना भएको छ र हाम्रो नेपालमा पनि 1964 मा शेष बहादुर थापाज्यूले चाहिँ नि स्थापना गर्नुभएको हो अहिले हाम्रो वर्तमानमा चाहिँ जेसीआई नेपाल जेसिस अन्तर्गत चाहिँ 152 एउटा शाखाहरू छन् त्यसमा नेपालभित्रमा हजुर त्यसमध्ये हाम्रो कीर्तिपुर पनि एउटा पर्दछ अनि कीर्तिपुर भन्नाले अब कीर्तिपुरमा चाहिँ कहिले कसरी स्थापना भयो हाम्रो कीर्तिपुरमा चाहिँ 1998 मा हाम्रा धरोहर राजेन्द्र राम श्रेष्ठज्यूबाट स्थापना भएको हो अहिले हामी चाहिँ 20औं वर्षमा 21औं वर्षमा हिँड्दैछौँ अहिले 21 वर्ष पुगिसक्यो 20 वर्ष पुरा भएर 21 वर्षमा हिँड्दैछौँ हजुर भनेपछि अहिले यो कीर्तिपुर जेसिस भनेर स्थापना भएकै अहिले चाहिँ लगभग 20 वर्ष पुरा भएर 21 वर्षमा चाहिँ लागिसकेर 21औं वर्षमा चाहिँ हजुर चाहिँ उपाध्यक्षको रूपमा चाहिँ अहिले कार्यरत हुनुहुन्छ हजुर हजुर यो खासमा जेसिस भनेर कीर्तिपुर जेसिस भनेर स्थापना त भयो वास्तवमा यसको उद्देश्य चाहिँ के हो त यो जेसिसको आफ्नै 4वटा उद्देश्य हुन्छ व्यक्तित्व समाज व्यवसाय र अन्तर्राष्ट्रिय यो 4वटा सेक्टरलाई चाहिँ लिएको हुन्छ यसमा चाहिँ विशेष भन्नाले नियमै छ कि हामी युवा 18 वर्षदेखिको 40 वर्षका युवाहरूलाई चाहिँ समेटेको हुन्छ यसमा चाहिँ हजुर यसमा चाहिँ अब तपाईहरुको यो उद्देश्य हुन्छ कि व्यवसाय भन्नुभयो हैन एउटा जब इन्टरनेसनल भन्नाले यो विषयमा हजुरले अलिकति परिभाषा केही दिनुहुन्छ कि व्यवसाय भन्नाले कस्तो कुरालाई चाहिँ लिन्छ व्यवसाय भन्नाले जस्तै अब हामीले हैन
कस्तो व्यवसाय गर्न सक्छौँ, व्यवसाय युवाहरूको लागि। हजुर, युवाहरूले चाहिँ नि आफ्नो आर्थिक अवस्थालाई कसरी होइन उन्नति गर्न सकिन्छ भनेर चाहिँ प्रेरणा ट्रेनिङहरू दिने त्यस्तो कार्यक्रमहरू चाहिँ जेसिआईले गर्दछ। यो चाहिँ एकदम प्रेरणादायक हुन्छ हाम्रा युवाहरूलाई। अब जस्तै हामीले त्यही विषयको लागि हामीले अस्ति शनिबार 4 दिनको ट्रेनिङ पनि राखेका थियौँ। त्यसमा चाहिँ नि महिला दिदीबहिनीहरू परेका थिए। यो चाहिँ नि हाम्रो 2020 जुन विश्वमै दिगो विकास लक्ष्यमा पर्ने गोल मध्येको एउटा गोल लक्ष्य चाहिँ हामीले लक्ष्य प्राप्त गर्नको लागि चाहिँ हामीले यो ट्रेनिङ राखेका थियौँ जेसिसकै केटीपुर जेसिसको आयोजनामा। अनि अब तपाईँले भन्नुभयो व्यावसायिक रूपमा एउटा उद्यमीको रूपमा चाहिँ एउटा अगाडि बढाउनको लागि त्यो गरिएको हो भने जस्तै कि इन्टरनेसनल लेभलमा भन्दाखेरि पनि उद्देश्य लिएको छ इन्टरनेसनल लेभलसम्मै अब जाने युवाहरूलाई अगाडि बढाउने भन्दाखेरि पनि त्यो भित्रमा कस्तो कस्तो तपाईँहरूले चाहिँ अब जस्तै कि जेसिआई भन्ने बित्तिकै त्यसबाट चाहिँ कस्तो कस्तो कामहरू भइरहेको छ? एउटा त अब यो व्यवसाय रूपमा भयो भने अर्को चाहिँ कस्तो कस्तो कामहरू गर्दै हुनुहुन्छ? जस्तै सुरुमा त हामीले आफ्नै टोल बनाउने, जस्तै सबै समाजको लागि होइन। अब जेसिआई केटीपुर भनिन्छ, जेसिआई साखु भनिन्छ, जेसिआई काठमाडौँ भनिन्छ, त्यो ठाउँमा चाहिँ नि हामी युवाहरूले के गर्न सक्छौँ त आफ्नो टोललाई कसरी समृद्धि होइन दिन सक्छौँ भन्ने चाहिँ नि त्यस्ता खाले कार्यक्रमहरू सञ्चालन गरिन्छ। युवाहरूलाई जागृत गराउने कार्यक्रमहरू गरिन्छ, सरसफाइ गरिन्छ, उनीहरूको स्वास्थ्यहरूको लागि उनीहरूलाई बौद्धिक हिसाबको लागि गरिने कार्यहरू गरिन्छ। त्यति मात्र नभएर हामीले युवाहरूलाई हामी यो जेसिसले चाहिँ नि युवाहरूको जमघट हो। त्यही युवाहरूले चाहिँ नि हरेक किसिमका एजहरूलाई लिइन्छ होइन डेभलपमेन्ट गर्नलाई। जस्तै हामीले बालकहरूलाई पनि लिन्छौँ, हामीले वृद्धहरूलाई, त्यस्तै हामीले महिलाहरूको लागि पनि केही विकासको लागि कामहरू गरिरहेका छौँ। भन्नाले यसमा चाहिँ 18 वर्षदेखि 45 वर्षभित्रका युवाहरूले चाहिँ 18 देखि 40 वर्ष भनेपछि 18 देखि 40 वर्षका युवाहरूले चाहिँ वास्तवमा चाहिँ आफूले काम गर्ने क्षेत्र भनेको चाहिँ अब आफ्नो युवाहरूको मात्रमा नभएर महिला विशेषमा होइन अब बालबालिकाको लागि वृद्धहरूको लागि पनि गरिरहेको अनि समाजको आफ्नो दायित्व आफ्नो कर्तव्य पनि पुरा गर्दै आइरहेको कुरा चाहिँ हजुरको विचार चाहिँ हजुर हजुर भनेपछि अब जस्तै कि अझै पनि जेसिआईले चाहिँ यो युवाहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ के कस्तो पहलहरू गरिरहेको छ जस्तो लाग्छ हजुरलाई? युवाहरूलाई होइन उनीहरूलाई पहल गर्नको लागि चाहिँ नि जस्तै उहाँहरूको कस्तो इच्छा अनुसारको कार्य जस्तै व्यवसायहरू गर्नलाई व्यवसायहरू सुरु गर्नलाई के कस्तो व्यक्तित्व विकास गर्नको लागि पहिला त आफू व्यक्तित्व विकास हुनु पर्यो नि त होइन। त्यही व्यक्तित्व विकास गर्नको लागि विभिन्न किसिमका ट्रेनिङहरू दिन्छौँ हामी पहिले। जस्तै पब्लिक स्पिकिङ ट्रेनिङ, एमसी ट्रेनिङहरू, त्यस्तो ट्रेनिङले गर्दाखेरि हजुर जेसिआई सदस्य लगायत हाम्रा सोसाइटीका युवाहरूलाई पनि दिइन्छ। जसले गर्दाखेरि चाहिँ नि उनीहरूको आत्मबल बढिन्छ होइन। कुनै पनि काम गर्न त आत्मबल चाहिन्छ, त्यो आत्मबल पहिला बढाइन्छ र उनीहरूलाई सक्षम म यो काम गर्न सक्छु भन्ने सक्षम दिइन्छ हामी जेसिआईले। भनेपछि जस्तै कि अब कुन ठाउँमा के कस्तो कुरा भइरहेको छ भनेर आफ्नो मनमा लागे तापनि आफूले बोल्न नसक्ने होइन त्यस्तो मानिसहरू हाम्रो समाजमा धेरै जान छौँ। त्यसै कारणले गर्दाखेरि त्यो पहिला आफ्नो भित्री भावना आफ्नो भित्री कुराहरू चाहिँ बाहिर राख्न सक्ने हुनको लागि नेतृत्व विकास गरेर जान सक्नुको लागि चाहिँ पहिला तपाईँहरूले पहल चाहिँ यसमा लाग्नुहुन्छ। हजुर त्यो चाहिँ नि त्यसको एक्जाम्पल चाहिँ स्वयं म पनि हो। म पनि त्यस्तो बोल्ने थिइनँ होइन, बोल्न आउने थिएन। अहिले बोल्न सक्छु। अहिले कुनै पनि कार्यक्रम मेरो अब जेसिआईमा हुने कार्यक्रमहरू पनि म सञ्चालन गर्न सक्छु। यो चाहिँ एकदम के म त सबै युवाहरूलाई भन्छु कि जेसिआईमा आउनुहोस् होइन, आफ्नो व्यक्तित्व विकास गर्नुहोस्। व्यक्तित्व विकासले गर्दाखेरि आफ्नो आर्थिक विकास हुन्छ, नेतृत्व विकास हुन्छ। सबै हामीले आफ्नो फ्यामिलीमा कसरी बसिन्छ हामीले जस्तै नेगेटिभहरू भाइब्सहरू आउँछ नि त्यो सबै हट्छ। यो जेसिआईले यति हामीलाई सकारात्मक भावनातिर लान्छ कि हामीले कुनै पनि नेगेटिभ भाइब्स आछ भने त्यसलाई पल्टाउने त्यस्तो क्षमता दिन्छ यो जेसिआईको संस्थाले चाहिँ।
भित्री मनदेखि आत्मबल बढाउने कुरा, त्यो सकारात्मक सोच ल्याउने कुराहरू एकदम त्यसको वास्तवमा त्यहाँ अब जतिकै अघि उद्देश्यको कुरा पनि भयो त्यसको वास्तवमा चाहिँ अब जुन तपाईँले सकारात्मक कुरा ल्याउने भनेर भन्नुभएको छ नि होइन र, त्यो सकारात्मक कुरा ल्याउने भन्नाले पनि कस्तो कस्तो कुराहरू हजुरले सिक्नुभयो? जस्तै कि तपाईँ जेसिआईमा आउनुभन्दा अगाडिको जीवनमा हजुर कस्तो हुनुहुन्थ्यो होइन भनेपछि अब पहिला बोल्न नसक्ने त कुरा भएको, तर त्योभन्दा पनि अगाडि केही कुराहरू तपाईँ कस्तो हुनुहुन्थ्यो, तपाईँको बानी बेहोरादेखि लिएर होइन थोरै अहिले आइसक्नु भएपछिको चेन्ज भएको केही कुराहरू यसमा सेयरिङ गरिदिनु न। अब सर्वप्रथम त अब म एउटा नेवार फ्यामिलीमा आएँ होइन, नेवार फ्यामिलीमा अब भनेपछि बिहे भइसकेपछि मात्र जेसिआईमा आउनुभयो? हजुर। अब पहिला त अब मलाई त घरमै अलिकति जातित्वको हिसाबले पनि गाह्रो भइरहेको थियो, कल्चरहरू भनौँ होइन, सांस्कृतिक सबै अब रहनसहनहरू सबै बिल्कुल मेरो लागि त फरक थियो होइन। त्यसको लागि चाहिँ अब त्यसमा अब कुनै राम्रो भयो होला नराम्रो भयो होला, मलाई चित्त दुख्यो होला होइन, त्यस्तो कुराहरू भयो होला जसले गर्दाखेरि अलिक कहिलेकाहीँ मनमुटाव पनि हुन्थ्यो होला। अनि त्यस्तै अब त्यसरी नै अब आफ्नो यसरी व्यवसाय पनि सञ्चालन गरेँ, गर्दा गर्दै मेरो भान्जाले चाहिँ नि ल माइजू यसरी जेसिआईको मेम्बर बन्ने हो भनेर सोध्नुभयो। अनि हुन्छ नि त, मलाई पनि फेरि समाजसेवा गर्नु भनेपछि अति नै मन लाग्ने हो, मेरो बच्चै बेलादेखिको एउटा लक्ष्य भनौँ है। अनि ल हुन्छ नि त भनेर म त्यसमा आबद्ध भएँ। 2018मा अब एउटा मेम्बर मात्रै बनाएको थिएँ म त्यतिखेर चाहिँ। अनि हरेक अब त्यसमा के हुन्छ कसो बिल्कुल म त्यसमा अननोन थिएँ। अनि उहाँहरूले गरेका कार्यक्रमहरूमा म आउनु भ्याउनुहुन्छ, जस्तो हाम्रो जेसिआईमा चाहिँ जानै पर्छ भन्ने हुँदैन, आफ्नो पहिला आफू बनाऊ अनि समाज बनाउने त्यसरी बनाउने हिसाबले हुन्छ होइन। त्यसमा जति फुर्सद हुन्छ त्यतिमा जानुपर्छ कि। अनि म चाहिँ नि आफ्नो व्यवसाय जानुपर्छ, म आफ्नै पसल यो पसल त पछि भए पनि गर्न सक्छु, व्यवसाय गर्न सक्छु भनेर म पसल थुनेर पनि जान्थेँ। लगभग धेरै कार्यक्रमहरूमा सबै कार्यक्रमहरूमा चाहिँ सम्मिलित हुन्थेँ म होइन। अनि त्यतिखेर चाहिँ नि म त्यति अगाडि चाहिँ नि बढ्ने थिइनँ, कार्यक्रमहरूमा हेल्प चाहिँ नि गर्थेँ, जस्तो बोल्ने कार्यक्रमहरूमा चाहिँ म अलिक पछाडि नै थिएँ। अनि पछि बिस्तारै गरेर ट्रेनिङहरू लिएँ, जस्तै त्यो इफेक्टिभ स्पिकिङ भन्ने प्रोग्राम थियो। अनि त्यसमा लिँदाखेरि ओहो म पनि त बोल्न सक्छु भन्ने एउटा भित्रैदेखि आत्मबल बढ्यो। अनि त्यहाँदेखि बिस्तारै बिस्तारै चाहिँ नि अनि बोल्ने अब कार्यक्रमहरू सञ्चालन गर्ने जुन हौसला चाहिँ नि मलाई जेसिआईले दिएको छ। त्यस कारण जेसिआईले अहिले पनि म यहाँबाट पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु जेसिआईलाई चाहिँ। हजुर सुमित्राजु, हजुरसँग एकछिन हामी कुराकानी गर्ने नै छौँ है त। नेनामी बाजुमेजु ठुगुइले छि छ न्याना दिएको दु नेवा एफएम 106.6 मेगाहर्ज अनलाइन पके न्याना चंगु छिमिसा जाजु अले थौया जाजु न्याके निति थौजी किपु थन पांगा दुबाटोले वया तनको खरगा रासा थौया छि पामेजुरी सुमित्रा पन्थ महर्जनजु हजुरबे कसम किर्तिपुर जेसिसिया उपाध्यक्ष ज्यादी हजुर वे कर्न नाता खयाए दि दुंकल किगु जेसिआईयु पति अर्थ सुख ओके उद्देश्य सुख अले जेसिआई खन्सी किर्तिपुरे गेना वला राता युपति दिकेले न वे कर्न खया दिला युवा त जागरुक ल्याउ लागि युवा त व्यावसायिक रूपमा हिँड्ने लागि अझ उद्देश्य जना वया चंगुगे संस्था हो जेसिआई हजुर आखना छिस वेकन प खलबल याका के वनी वेकन प थौ छिस खलबल याना चनगो जुल खस्ता छ हजुर सुमित्राजु हजुरले अघि भन्नुभयो कि जस्तै कि हजुरमा अब पहिला परिवारमा अब के गर्ने कसो गर्ने एउटा अब हेर्दाखेरि पनि जातित्वको हिसाबमा पनि हजुर फरक परिवारमा आउनुभयो होइन। त्यो पहिला सुरुमा के गर्ने कसो गर्ने भन्ने कुरा पनि थाहा भएन। त्यो अवस्थामा तपाईँले जेसिआईमा आबद्ध हुनु भएर धेरै कुरा सिक्नुभयो र आफ्नो जीवनलाई पनि अलिकति पृथक ढङ्गमा अगाडि ल्याउने कोसिस गर्नुभयो भने वास्तवमा त्यो जेसिआईमा आबद्ध हुनुको लागि त्यो भित्रमा के कस्तो नियमहरू पालना गर्नुपर्छ, कसरी जस्तै कि अब अघि हजुरले भन्नुभयो कि जेसिआईमा आबद्ध हुनुको लागि चाहिँ म सबैजनालाई अपिल गर्छु भनेर भन्नुभयो होइन, हुनुपर्छ भन्नुभयो। त्यो चाहिँ अब एउटा सदस्य हुनुको लागि कस्तो नियमहरू उसले चाहिँ कस्तो रुल्सहरू उसले फलो गर्नुपर्छ, उसँग कस्तो क्षमता हुनुपर्छ जस्तो लाग्छ? धन्यवाद। हामी जेसिआईमा जेसिआई संस्थामा चाहिँ नि मेम्बर बन्नको लागि चाहिँ नि होइन सर्वप्रथम त अघि पनि मैले भनिसकेँ उमेर सबभन्दा त पहिला उमेर 18 वर्षदेखिको 40 वर्षको युवाहरूलाई मात्रै लिइन्छ। किनभने युवा भनेको त
80% जति त युवाहरू नै हुन्छन्। युवाहरूको जोस र जाँगरले नि त हाम्रो समाज चल्ने नि हो होइन। उहाँहरूको नयाँ विकास ज्ञानहरूले त हाम्रो देशहरूको विकास हुन्छ। त्यस कारणले चाहिँ यसमा जेसिआईमा जेसिआई संस्थामा चाहिँ नि मेम्बर हुनको लागि चाहिँ त्यो एउटा उ भयो। अब कुनै पनि अब जस्तै यति नै योग्यता हुनुपर्छ भन्ने छैन। अब अनि कुनै जुन ठाउँबाट पनि हामी सदस्यता हुने यही ठाउँको हुनुपर्छ पनि छैन। युवा हुनुपर्छ। मैले आफ्नो समाजको लागि जहाँ बस्यो त्यही उसको लागि समाज हो नि त होइन। त्यस कारणले अब कोही चितवनका हुन सक्छन्, कोही त्यो ठ्याक्कै त्यही किर्तिपुरकै लोकल मान्छे चाहिन्छ भन्ने चाहिँ नि हुँदैन। त्यसको लागि चाहिँ अब म पनि कलङ्कीको हो, मेरा अरू साथीहरू पनि हुनुहुन्छ काठमाडौँ भ्याली बाहिरका। त्यो एउटा के त युवाहरूको भेला मात्र गर्ने हो होइन। भन्नाले जस्तै कि अब यहाँ बाहिरबाट यहाँ अब कोठा भाडामा बसेको कोही युवा हुनुहुन्छ र म यो समाजप्रतिको मेरो दायित्व म पुरा गर्छु भन्न चाहनुभयो भने सकिन्छ। यो किर्तिपुर जेसिसमा उहाँलाई चाहिँ आबद्ध गराउन सकिन्छ सजिलैसँग उहाँहरू यसमा आबद्ध हुन सक्नुहुन्छ। अनि त्यसको लागि त अब फर्महरू भर्नुपर्छ। होइन फर्म भर्दाखेरि पनि जस्तै कि हुन्छ नि, जस्तो तपाईँले अघि भन्नुभयो कि अब एउटा अब त्यसमा सदस्यता रकम पनि हुन सकिन्छ हाम्रो होइन। अब त्यसपछिबाट अब उसले चाहिँ कति समय दिनुपर्ने समयको हिसाबमा पनि अघि तपाईँले भन्न त भन्नुभयो आफूलाई पहिला प्राथमिकता दिने हो, त्यसपछि मात्र अब जेसिआई भन्ने हामी गर्ने भनेर भन्नुभएको छ। कुनै कार्यक्रममा आफूसँग भएको योजनाहरू भएर लिएर आउनुपर्ने हो कि न कस्तो भन्न खोजेको मैले चाहिँ त्यस्तो योजनाहरू छ। अब जब हामी भित्र जेसिआई भित्र छिर्छौँ नि त्यसबाट सोधै म यस्तो गर्छु भन्ने योजनाहरू आफैबाट स्फूर्त भएर आउँछ कि। अब जस्तै मैले अब यस्तो कार्यक्रम सञ्चालन गर्दाखेरि कस्तो होला त भनेर साथीहरू बिच त्यो उसले राख्न पाउँछ। अब त्यसमा चाहिँ अब साथीहरूले पनि यो त राम्रो विषय रहेछ, हामी यसमा पहल गरौँ भनेर हामीले त्यसमा सबै साथीहरू मिलेर चाहिँ हामी त्यस्तो कार्यक्रमहरू पनि गर्छौँ। भन्नाले जस्तै कि अब तपाईँले भन्नुभएको चाहिँ रकम भर्नु पर्यो। त्यसको सदस्यता अब रकमहरू त्यस्तो कस्तो छ अब किनभनेदेखि अब धेरै लायन्स क्लबहरू रोटरी क्लबहरूमा पनि हेर्नु समाजसेवी भनेर नै कतिपय मान्छेहरू चाहिँ यो गैर संस्था हो। अब संस्थामा आबद्ध भयो भने पैसा कमाउने उद्देश्यले पनि गरिन्छ भनेदेखि चाहिँ अब प्रायः जस्तो समाज सेवा हो, हामी चाहिँ महिनाको यतिसम्म राखेर गर्न सक्छौँ है भन्ने उद्देश्यले जाने हो कि कस्तो छ भनेर भन्नु। यो संस्था चाहिँ एउटा मैले भन्न भुलेँ चाहिँ यो चाहिँ एउटा अरूको एडबाट चल्ने संस्था चाहिँ होइन। मान्छेले जेसिआई भन्छ यो इन्टरनेसनल संस्था भनिन्छ होइन। यिनीहरूको त एड आउँछ, ओहो यसमा फाइदा हुन्छ भन्ने हिसाबले चाहिँ नि आउने होइन। यसमा चाहिँ म बन्छु, मेरो समाजलाई बनाउँछु र मेरो देशलाई बनाउँछु भन्ने त्यो भावना लिएर आउनुपर्छ। अनि म त्यो भएपछि हामी स्वतः बन्छौँ। यो चाहिँ हाम्रो चाहिँ कुनै एडबाट चल्ने संस्था होइन। यसमा हामी आफैले लगानी गर्छौँ, हाम्रै मेहनत परेको हुन्छ, हाम्रै पैसा परेको हुन्छ। यसमा चाहिँ हाम्रो चाहिँ केही नियम त छ होइन। रकमहरू चाहिँ अहिले चाहिँ हाम्रो 2500 छ सदस्यता प्राप्त गर्नको लागि चाहिँ। हजुर वर्षको हो यो, वर्षको हो। अनि अरू कार्यक्रमहरू सञ्चालन गर्दाखेरि चाहिँ हामी आफै नै राखेर नै सञ्चालन हामी आफ्नै एउटा हाम्रो त एउटा बोर्ड हुन्छ होइन। अब त्यसमा 11 जना बोर्ड हुन्छौँ, बोर्ड मेम्बरहरू हुन्छौँ। अनि हामीबाट अब यतिको रकम कुनै पनि कार्यक्रम सञ्चालन गर्न एउटा फिक्स रकमहरू हामीले तोकिएको हुन्छ। अनि हामीले 11 जनाले चाहिँ अनिवार्य रूपमा हाल्छौँ। अरू मेम्बरहरू हुन्छ नि 11 जना मध्ये अरू साथीहरू उहाँहरूले पनि अब इच्छुकले हाल्न सक्नुहुन्छ। अब सक्नुहुन्न भने हामीले त्यसमा पनि हामीले उ गर्दैनौँ। अब कोही त विद्यार्थी पनि छन् होइन, गाह्रो हुन्छ विद्यार्थीहरूलाई। उनीहरू त आफू बन्न पो आएको हो त बिचरा। अनि उनीहरू बनिसकेपछि पछि उनीहरूले त अब जस्तै हाम्रो के त धरोहर हाम्रा पास्ट प्रेसिडेन्टज्यूहरूले पनि यसको लागि सहयोग कहिलेकाहीँ पाइरहेका हुन्छौँ। त्यसरी चाहिँ हामीले संस्था चलाउँछौँ। भनेपछि जस्तै कि अब कतिपय मानिसहरूले अब यो संस्था भन्ने बित्तिकै एउटा केही कार्यक्रम गरौँ भन्दाखेरि डोनेसन उठाउने हुन्छ नि त होइन। बाहिर प्रायः जस्तो एउटा कार्यक्रम गर्ने भन्ने बित्तिकै अब संस्थामा गएर डोनेसन उठाउनेदेखि लिएर होइन अब त्योबाट चाहिँ अब पहिला आफूले फाइदा खोज्नु
पहिला उठाएको त्यो पैसा आफूले लगानी गर्यो त्यसपछि अब एउटा कार्यक्रम सञ्चालन गरिसकेपछि त्यसमा चाहिँ अब आफूले फाइदा हुने त्यस्तो खालको नभएर बरु उल्टै आफूले खर्च गरेर त्यसमा चाहिँ अब हामीले चाहिँ समाजको लागि केही दिउँ होइन केही गरौँ भन्ने उद्देश्यले आफ्नो आफ्नो क्षेत्रमा आफ्नो पेसा त आफ्नै ठाउँमा छँदैछ त्यही पेसाबाट नै आफूले सकेको जति थोरै सहयोग चाहिँ जिसिआईको मार्फतबाट समाजमा चाहिँ एउटा समाजसेवीको रूपमा चाहिँ अगाडि बढ्दै हुनुहुन्छ त्यसो भए हजुर हामीले भर्खर पनि हामीले यही कोभिड-19 को कुरा गरौँ होइन हामीले सानो रकम नगरपालिकाको लागि पनि हामीले सहयोग गरेका थियौँ जिसिआईबाट तपाईँहरूबाट कलेक्ट गर्नु हजुर हाम्रै मेम्बरहरूबाट कलेक्ट गरेर हामीले चाहिँ सानो सहयोग गरेका थियौँ त्यस्तै गरेर हामीले यो माया घरमा पनि माया घरमा पनि बालबालिकाहरू असहाय बालबालिकाहरूलाई चाहिँ नि सानो खाद्यान्न सहयोग अनि उनीहरू चाहिँ अब यो कोभिड-19ले गर्दाखेरि एकै ठाउँमा कोचिएर बसेका हुन्छन् उनीहरूको पनि बौद्धिकमा केही असर परेको हुन्छ साइकोलोजिकै हुन्छ भनेको त्यो जस्तो असर पर्ला भनेर हामीले केही खेलकुद सामग्रीहरू पनि सहयोग गरेका थियौँ अब आगामी दिनहरूमा पनि हामीले त्यस्तै त्यही बच्चाहरूकै लागि चाहिँ एउटा प्रोग्राम राख्दैछौँ उनीहरूलाई चाहिँ एउटा डेन्टिस्ट ल्याएर चाहिँ एउटा हेल्थ क्याम्प चाहिँ राख्न गइरहेका छौँ हजुर हजुर अब हजुरले भन्नुभयो कि जस्तै कि कमिटी मेम्बर 11 जना हुनुहुन्छ हजुर भनेपछि टोटल मेम्बर चाहिँ हजुरहरूको चाहिँ कतिजना हुनुहुन्छ टोटल चाहिँ हाम्रो 31 जना हुन्छ अहिले हजुर भनेपछि साथै किर्तिपुरलाई चाहिँ एउटा बनाऊ भन्ने उद्देश्यका साथ किर्तिपुरभित्रमा अहिले 31 जना युवाहरू चाहिँ जागरुक भएर आउँदै हुनुहुन्छ हजुर अनि यसमा चाहिँ महिलाहरू कतिसम्मको सक्रिय रूपमा अगाडि आउनु भएको देख्नुहुन्छ यो प्रश्न पनि साह्रै गहकिलो सोध्नु भयो मलाई चाहिँ अति दुःख लाग्छ कि हाम्रो महिलाहरू यति पढे लेखेका भए पनि एजुकेटेड भए पनि हामी यो संस्थाहरूमा किन नलागेको भन्ने चाहिँ मलाई जहिले पनि यो क्वेसनले मलाई खाइरहन्छ कि अब म एउटा होइन व्यवहारिकमा पनि छु विवाहित छु म घर हेर्छु व्यवसाय हेर्छु त्यही पनि म संस्थामा आबद्ध हुन्छु त्यो अनि अरू महिलाहरू त्यतिकै बस्नु भएको छ कोही पढे लेखेको महिलाहरू पनि त्यतिकै बस्नु भएको छ कि युवाहरू केही गर्छु भनेर चाहिँ नि उहाँहरूलाई पनि चाहिँ नि एउटा सन्देश दिन मन लागिरहेछ कि कस्तो मार्फत कसरी हुन्छ जस्तो लागिरहेछ अनि त्यसरी चाहिँ नि हाम्रो जेसिआई संस्थामा चाहिँ नि महिला भनेर चाहिँ नि म मात्रै छु अनि अरू बहिनीहरू नि हुनुहुन्छ होइन जम्मा 4 जना छौँ 31 जनामा 4 जना छौँ अब अहिले 33% पनि नपुग्ने अवस्था छ होइन हरेक कुरामा अब हामीले महिला अधिकारको कुरा गर्ने हो भने होइन भनेपछि 33% भने तापनि भनेपछि त्यो अधिकार पाउनको लागि अगाडि नबढेको देखियो हजुर आफै पछाडि परिएको छ अब त्यसरी सदस्यता नआउनु भनेको महिलामा सदस्यता नआउनु भनेको आफै तल म नै पछाडि हटेको हो कि जस्तो पनि अनुभव भइरहेछ हजुरले चाहिँ जनचेतना दिन नसकेको हो कि जस्तो भने मलाई नि अलिकति खड्किलो भइरहेको छ अब यसमा चाहिँ म चाहिँ नि अब एकदमै एक्टिभ भएर चाहिँ नि होइन अब लागिरहेको छु कतिपय अब म यहाँ आफ्नै व्यवसाय पनि गरिरहेको छु मेरो खास गरी महिलाहरूकै यहाँ ड्रेसहरू देख्न सक्नुहुन्छ तपाईँले होइन अनि यहाँ आउनेहरू महिलाहरूलाई पनि म अवगत गराउँछु यो जेसिआईमा हजुर यसरी हामी पनि आउनु पर्यो हामीले केही गर्न सक्नु पर्यो आफ्नो विकास गरेर आफ्नो सोसाइटीलाई होइन विकास गर्ने कामहरू गर्नुपर्छ जेसिआईमा आउनुहोस् भनेर म चाहिँ नि दिनमा 2-3 जनालाई भए पनि कन्भिन्स चाहिँ गराइरहेको छु अब हेरौँ आशा छ उहाँहरू आउनुहुन्छ पनि जस्तो लागिरहेको छ हजुर भनेपछि हजुरलाई चाहिँ एउटा आफू महिला भएर पनि महिलाहरूलाई अलिकति नेतृत्व विकासमा अगाडि ल्याउन नसक्दाखेरि चाहिँ एकदम दुःख लागेको छ धेरै दुःख लागेको छ हजुर अब त्यो बिस्तारो हुन्छ होला अब भर्खर अब सिक्ने क्रम हो होइन अब यसमा त मैले पनि बिस्तारो पाइला चालिरहेको छु अब आश गरौँ जस्तो लाग्छ म त धेरै भन्दा धेरै यहाँका महिलाहरू चाहिँ नि हाम्रो जेसिआईमा आबद्ध हुन् अनि उनीहरू आत्मबल आफ्नो होइन जस्तै डिपेन्डेन्ट अरूको डिपेन्डेन्टमा नबस्नु अहिले त समाज के छ त हामी बुढाकै श्रीमानकै सम्पत्तिमा उहाँकै स्यालेरीमा बस्नु भन्ने छैन हामी बराबर हुनुपर्छ भन्ने हिसाबले चाहिँ नि महिलाहरू पनि अगाडि बढ्नुपर्छ आफ्नो आर्थिक अवस्थालाई पनि सुधार हुन्छ हो किन अब दुवैजनाको आर्थिकले गर्दाखेरि आफ्नै परिवारमा कति राम्रो सुनौलो बन्न सक्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ
जस्तै कि हजुरले भन्नुभयो जस्तै गरिकन आफूसँग त्यो क्षमता पनि छ होइन, हरेक कुराको त्यो ज्ञान पनि छ भनेपछि पढाइ पनि छ, तर पनि हामी चाहिँ के भन्दाखेरि श्रीमान एउटा पुरुषमा डिपेन्ड भएर होइन अब आफू चाहिँ अगाडि बढ्न सकेको हो। त्यस्तो महिलाहरूको लागि चाहिँ हजुरले चाहिँ अब जसरी भए पनि यदि आफूसँग भएको क्षमतालाई प्रयोगमा ल्याएर होइन आफै अब स्वाभिमान भएर अगाडि बढ भन्ने चाहिँ हजुरको चाहिँ सन्देश। हजुर, मेरो पनि यो धेरै सबै महिलाहरूलाई, किर्तिपुर मात्र होइन कि यो नेपालभरिका महिलाहरू छन् त्यस्ता होइन, शिक्षित भएर पनि क्षमता छ, दक्षता छ, तर किन अगाडि बढ्न सक्नुहुन्न होइन? आफूलाई नै पहिला बुझ्नुहोस् अनि अगाडि बढ्नुहोस् भन्न चाहन्छु। हजुरलाई चाहिँ कस्तो लाग्छ के कारणले? जस्तै कि अब हजुर पनि त अहिले भर्खरै जेसिआईमा आबद्ध हुनुभयो, त्योभन्दा अगाडि त तपाईँ पनि त आउनु भएको थिएन होइन? त्यो कुरालाई माहौललाई हेर्दाखेरि पनि हजुरले पक्कै पनि महिलाहरू किन आउन नसकेको होला भनेर त अनुमान त पक्कै पनि लगाउनु भएको त छ होला। हजुरको विचारमा साँच्चै त्यो महिलाहरू चाहिँ हामी महिलाहरू चाहिँ अगाडि यसरी नआउनुको कारण चाहे त्यो संस्थामा होस् चाहे एउटा त्यो समूह चाहे जुनै पनि अगाडि कार्यमा अब हामीले अगाडि बढ्न नसकेको चाहिँ के कारणले जस्तो लाग्छ? अब आफ्नै कारणले या परिवारको कारणले, त्यसमा के कारणले जस्तो लाग्छ हजुरले? यसमा पनि मैले देखेको मैले बुझेको चाहिँ दुईटा कारण हुनसक्छ। एक त घर परिवारमा होइन, घर परिवारमा चाहिँ नि अब जो कमाउँछ उसले म एकजनाले मात्र कमाएर पुगिहाल्छ नि त घर हेर भन्ने खालको त्यस्तो टाइपको फ्यामिली भयो भने ऊ बाहिर निस्किन सक्दैन। जतिको पढे लेखेको भयो आफ्नो श्रीमतीलाई जत्तिकै पढे लेखेको भए पनि उसले बाहिर निकाल्न नसक्ने होइन, एउटा दमन गरेर राखेको भनौँ न त्यसरी, त्यो कारणले पनि हुनसक्छ। अर्को चाहिँ नि त्यो आत्मबल हुन्छ नि महिलामा, आत्मबल म केही गर्न सक्दिनँ भन्ने हुन्छ नि, त्यो आत्मबल कमजोर भएको अवस्थामा पनि उनीहरू बाहिर ननिस्केको हुनसक्छ तपाईँको विचारमा? हजुर, मेरो विचारमा जस्तै कि मैले धेरै महिला दिदीबहिनीसँग कुरा गर्दाखेरि कति महिला दिदीबहिनीहरूले यस्तो पनि भन्नुभएको छ कि जस्तै कि अब श्रीमान भन्दा श्रीमती अगाडि आयो भनेदेखि त श्रीमानको नाम त अलिकति हुन्छ होइन? अब दुनियाँले हेर्दाखेरि अब जस्तै कि श्रीमानको नाउँले चाहिँ श्रीमतीलाई चिनोस् भन्ने उनीहरूले चाहन्छन् होइन, तर श्रीमतीको नाउँबाट चाहिँ श्रीमान चिनोस् भन्ने त पक्कै पनि चाहँदैन। त्यसै कारणले गर्दाखेरि हरेक कुरामा जति उसलाई चाहिँ अब पठाउनु त पठाइन्छ तर लिमिटमा कि योभन्दा माथि हदमा गयो भनेदेखि पक्कै पनि मभन्दा अगाडि जान्छ भन्ने त्यो सोचले चाहिँ अगाडि पाउन नसकेको हो भन्ने महिला दिदीबहिनीहरू भेटेको थियो कि पक्कै पनि हजुरले भन्नुभएको जस्तै गरिकन त्यो एउटा कुरा हो भनेदेखि अब आत्मबल नै होइन, आफूसँग त्यो सबै कुरा भएर पनि म कतै गयो भनेदेखि चाहिँ कसैले के भन्ने हो कि आफूलाई नै त्यो डरले गर्दाखेरि पनि आउन नसकेको हाम्रो महिला दिदीबहिनीहरू पनि पक्कै पनि हुनुहुन्छ होला। अनि अब हजुर चाहिँ एउटा व्यवसायिक पनि हुनुहुन्छ भने लगभग अहिले हाम्रो 24 महिनादेखि यति समयसम्म लकडाउन भएर हजुरको व्यापार पनि ठप्प नै भइरहेको अवस्था पनि छ होइन? अनि अहिले त्यो लकडाउनको भित्रमा हजुरको अब घर परिवारको होइन त्यो अवस्था, व्यापारिक अवस्था चाहिँ कस्तो भयो त? यसको चाहिँ जस्तै कि पसलमा अब कति कुराहरू सायद अब लुगाहरूदेखि लिएर सबै कुरा के भइसक्यो होला होइन, कस्तो भयो त्यो विषयमा अनुभव सुनाइदिनुहोस् न हजुर। यो लकडाउन, यो कोभिड-19ले त अब सबैलाई नै एकदमै असर पारिरहेको छ होइन। अब यसमा त व्यवसायीहरूलाई त अझ डाइरेक्टली चाहिँ नि व्यवसायी रूपलाई नै होला जस्तो लागेर त आयो, सायद आफैले व्यवसाय गरेको भएर होला। हुन त मैले व्यवसाय गरेको 6 वर्ष भइसक्यो। हजुर, 6 वर्ष भइसक्यो। त्योभन्दा अगाडि चाहिँ मैले टिचिङ गर्थेँ। हजुर, अनि जे होस् आफ्नैमा निर्भर हौँ भनेर चाहिँ नि उहाँकै सहयोग होइन साथले चाहिँ नि मैले यो व्यवसाय सुरु गरेँ। अब यो कोभिड-19मा चाहिँ अलिकति गाह्रै परेको छ होइन। अब भाडा तिर्ने एउटा मेन प्रब्लम भनेको भाडा तिर्ने हो। अब झन् यो लेडिज आइटमहरू त अब आज यो वर्ष छ अर्को वर्ष छैन, फेसनेबल हुन्छ, त्यसले लागि अब यत्रो स्टकहरू के गर्ने भन्ने त्यस्तो सोचहरू आउँदछ। तर त्यस्ता सोचहरूलाई पनि हामीले चुनौतीलाई चाहिँ हामीले चाहिँ जित्नु सक्नु पर्यो होइन। अब यो कोभिडलाई पनि हामीले एउटा अवसरकै रूपमा लिन सक्छौँ। मैले पनि एउटा अवसरकै रूपमा लिएको छु। आफ्नै घर परिवारमा जस्तो व्यवसाय गरेर बस्दाखेरि मैले आफ्नो परिवारलाई अलिकति टाइम नदिएको हो कि नपुगेको हो कि जस्तो पनि भएको थियो। तर यो लकडाउनको समय जब म आफ्नो परिवारसँग घुलमिल भएँ, परिवारसँग बिताएँ, यति आनन्दमय क्षणहरू बिताएँ कि त्यो त अब मैले भन्न पनि सक्दिनँ सायद होइन। बच्चासँग
त्यत्तिकै आफ्नो श्रीमानसँग मेरो हजुरबा हुनुहुन्छ 104 वर्षको हजुरबा हुनुहुन्छ हजुर ससुरबा हुनुहुन्छ उहाँलाई सेवा गर्न पाएँ। अनि यो लकडाउनले चाहिँ हामीले हामी यो जेसीआईले पनि के भन्छ भने सकारात्मक सोच राख्नुपर्छ। यो अवसर यो हाम्रो यो कोभिडले पनि हामीलाई त असर त बनाएछ तर त्यसलाई हामीले पोजिटिभली नै लैजानुपर्छ। जस्तै मैले जेसीआईबाट चाहिँ विभिन्न जुमहरूबाट अनलाइनबाट त्यस्ता कार्यक्रमहरू ट्रेनिङहरू पनि लिए। त्यसले चाहिँ मलाई अति नै सकारात्मक भावनामा डुबाएको छ। अनि यही हो धेरै कुराहरू यो कोभिड-19लाई चाहिँ मैले चाहिँ नि एउटा चुनौती त सानो त्यति धेरै चुनौतीको रूपमा लिन मैले चाहिँ ठुलो अवसरको रूपमा लिएँ। हजुरसँग यो कुरा गर्दै पनि हाम्रो समय पनि सकिन लागेको कारणले गर्दाखेरि हजुरलाई चाहिँ मैले सोध्न नसकेको अनि हजुरलाई मनमा लागेका केही कुराहरू छ भने भनिदिनु। अब भन्नु त लगभग सबै भनिसकेँ होइन, त्यही पनि म फेरि पनि दोहोऱ्याउँछु कि यो महिलाहरू चाहिँ नि मेरो जेसीआई संस्थामा चाहिँ नि अब पनि त्यतिकै बस्नु भएन। धेरै विशेष गरेर त अहिले पनि जस्तै 19 देखिको 25 का होइन महिला त भन्नु मिलेन, लेडीहरू जो त्यतिकै बस्नु भएको छ कलेज छन् होइन, उनीहरू मेन चाहिँ यो जेसीआई संस्थामा चाहिँ आइदिनु भन्ने मेरो एकदम ठुलो इच्छा छ। हजुर पक्कै पनि हजुरको यो आह्वानलाई सुन्नु भएर होइन आगामी दिनहरूमा जेसीआईमा आबद्ध हुनु भएर समाजमा आफूले गर्नुपर्ने जिम्मेवारी होइन कर्तव्यलाई पक्कै पनि पुरा गर्नुहुनेछ भन्ने आशा गर्दछु। र हजुरलाई पनि यसरी यो आज पसलमा बस्दा पनि आफ्नो ग्राहकहरूमा होइन आफूले यहाँ कतिजना आइसक्नुभयो तापनि त्यो समयमा पनि हजुरले यो झिमिचा कार्यक्रमलाई साथ दिनुभयो होइन, सहयोग गरिदिनु भयो, आफ्नो मनका भावनाहरू पोखिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म पनि हजुरलाई अन्दाज्यूलाई अनि हजुरको होल टिमलाई नेवा एफएम 106.6 एफएमलाई धेरै हृदयदेखि आभार प्रकट गर्न सक्छु। मैले आफ्नो अनुभवका कुरा, मेरा मनका कुरा, मेरा जेसिसमय कुराहरू यसरी यति मजाले मैले बोल्न सक्नु पाएँ, मैले प्रस्ताउन पाएँ, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर आगामी दिनहरूमा यसरी नै समयले साथ दियो भने पक्कै पनि हजुरसँग भेट्ने बाचाका साथ आज भने हजुरसँग बिदा हुनेछु। हस् नमस्ते। अन्यरामी बाजु मेजी छिगु ज्याजुले हजुर सपुतेगु छिगुपट्टि फोन ल्याख 4334-222 हजुर ठुगु ज्याजुले ठाउँ छिटा पाकठ ग्वालियना दिम जेसी सुमित्रा पन्थजुया त जे यो सुबा देशासी जियारी ताना छिपिनगु न्यानी छ ब्यागु उज फनातना हजुर ठाउँ त ब्या सुबा जेमा भ्या